नमस्कार, अभिवादन सबैमा। आफू चाहिँ बस्तीको खेतीपाती गर्ने केटो परियो है। त्यसले गर्दा बेला मौकामा यसो अब जस्तै यो सिरी पञ्चमी लागेकोदेखि चाहिँ अब बस्तीमा यति साह्रो कामको चापाचाप निस्किन्छ। अब यो चाहिँ मकै छर्दैछौँ होइन, मकै छर्दैछौँ अहिले चाहिँ हामी। अब यसमा यो मकै छर्नु सँगसँगै अब यतिकै जोतेकोमा हामीले डल्ला कुटकाट पारेर बारी मजाले बनाएर अदुवा पनि रोप्ने काम हुन्छ। र अब के छ भन्दाखेरि चाहिँ अब मान्छेले त भन्छ नि अब अहिले यतिको आधुनिक युगमा मिसिन नलगाएर के गोरु जोतिरहेको भनेर पनि भन्छ होला। तर मैले चाहिँ एक्सपिरियन्स गरिसकेको मिसिन र गोरु जोतेकोमा, यो गोरु जोतेकोमा जसरी यो डल्ला उठ्छ नि, यो चाहिँ बाँझो जतिको गहिरो जोतियो त्यो डल्ला उठ्छ होइन। बारी चाम्रो हुँदाखेरि डल्ला उठ्छ, तर यो जतिको हामीले गहिरो जोत्नु सक्छ गोरुले मजाले जोत्छ होइन। त्यसले गर्दाखेरि चाहिँ बारी एकदमै फुकिन्छ क्या, बारी एकदमै कमुलो हुन्छ। तर मिसिन लाउँदाखेरि चाहिँ के हुन्छ भने बारीमा नै सबै राम्रो कुरो नै हुन्छ भन्ने जरुरी छैन क्या। अब मकै छर्दैछ होइन, अब अदुवाहरू रोप्नु पऱ्यो, आलु रोप्नु पऱ्यो भने बहुत गाह्रो हुन्छ मिसिन लाउँदा चाहिँ। मैले चाहिँ लगाइसकेर एक्सपिरियन्स भएको। मिसिन चाहिँ के हुन्छ भन्दाखेरि अब मधेसको जस्तो ठुलो ट्र्याक्टर चल्दैन हाम्रो यो सानो सानो बारीमा, त्यो सानो मिसिन हुन्छ। सानो मिसिनले कम्ती खन्छ र मुनि बाँझो रहन्छ। र अर्को कुरो के हुन्छ भन्दाखेरि अब हाम्रो यो बारीतिर तितेपाती झार, पाती झार भन्छ। एउटा तितेपाती सेम हुन्छ तर पाती झार, तितेपातीको डुप्लिकेट, प्राकृतिकले निकालेको डुप्लिकेट, पातीको डुप्लिकेट भन्छ है। र त्यसले चाहिँ एकदमै मल चुस्छ क्या, बारीलाई रुखो बनाउँछ। र सँगसँगै यो रत्न्याउलो पनि हुन्छ। मिसिनले चाहिँ के गर्छ भन्दाखेरि मिन काट्दाखेरि चाहिँ त्यो पाती झारलाई चाहिँ टुक्रा टुक्रा पारेर ड्याम्मै बनिन्छ। जुन चाहिँ यो रत्नवाला पनि हुन्छ ड्याममै। जब पाती झार तितेपाती झारहरू काटिएर होइन, यो रत्नवालाहरू काटेर बारीमा ड्याममै भएपछि बारीमा के खेती हुन्छ? केही त खेती हुँदैन। लास्टमा यसरी जोतेर त्यहाँ केलाउनु बाहेक अरू उपाय नै रहँदैन। त्यसले गर्दाखेरि हामी चाहिँ यसरी गोरु जोतेर खुद गर्नु नै रुचाउँछौँ बारीमा चाहिँ है। अब हामी त अरूले भन्छ नि बस्तीको मान्छेलाई परहरूलाई ढुक्कै आफ्नो अर्ग्यानिक कुरो खान दम छ र पो गर्छ त बस्तीको मान्छेले। अब अरूलाई त अब धेरै सुविस्ताहरू पाउँछ नि, तर बस्तीको मान्छेलाई केही पनि सुविस्ता छैन। बस्तीको मान्छेले आफ्नो पसिना र आफ्नो मेहनत र आफ्नो बलबुतामा जे जति गर्छौँ। हुनु त अब सरकारी सहुलियत त केही पनि छैन हामीलाई त। हामी बस्तीको मान्छेलाई सरकारी सहुलियत केही पनि पाउँदैन। भनेको जस्तो यो खेतीपातीबाट पनि आमदामी पनि हुँदैन। एक त जनावर होइन, जङ्गली जनावर, र जति पनि यो उयोहरू हुन्छ नि, जस्तै अब हामीले इस्कुसहरू बेच्छौँ, आलुहरू, कुनैको भाउ पनि लाग्दैन। हेर्नुहोस्, हाम्रो मेहनत मात्रै फोकटे हो। तर हामी चाहिँ के गर्छौँ भन्दाखेरि चाहिँ हामीलाई आफूलाई पनि खानु चाहिन्छ र हाम्रो अब साथीभाइहरू हुन्छ होइन, त्यस्तोको लागि पनि चाहिन्छ। त्यही भएर नै मेहनत गर्छौँ। सरकारी तौरमा त हामीले त अहिलेसम्म त केही पनि पाएकै छैन। त्यही नै भन्छु, म डाइरेक्ट नै भन्छु। किनभने सरकारी तौरमा हामीले त पाएको त्यो एक कन्चीको केही पनि पाउँदैन हामीले चाहिँ यहाँनिर। र जति पनि गर्छौँ यो चाहिँ हामी आफ्नो दममा गर्छौँ हामी खेतीपातीहरू चाहिँ।